आजभोलि हाम्रो सरकारले 18 वर्षदेखि माथि भएका बालबालिकालाई सैनिक तालिम दिनुपर्छ भन्ने कुरा उठाएको सुनिन्छ। सैनिक तालिममा लगाएर पढाइ लेखाइमा अप्ठ्यारो पार्ने होइन, बालबालिकालाई बरु राम्रो राम्रो विषय, यदि किताब छैनन् भने किताब निकाल्न पर्यो। कम्प्युटर सम्बन्धी, इलेक्ट्रोनिक सम्बन्धी, अन्य सिपमूलक सम्बन्धी जसरी हुन्छ बालबालिकालाई पढ्नबाट वञ्चित बनाउने होइन। यदि विकासै गर्नु छ भने गाउँघरमा धेरै छौँ हामी जस्ता, 2-4 कल कारखाना जोड्नु पर्यो। किसानहरूलाई मस्तै आवश्यकता छ, एउटा कृषि मल उद्योग खोल्नु पर्यो। अनि रोजगारीहरू बनाउने ठाउँ छैन भने सस्तो वन जङ्गल छ, फाँडेर वृक्षारोपण गर्नु पर्यो, फलफुल रोप्नु पर्यो। कहाँ सैनिक तालिम? आजभोलि हाम्रो सरकारले 18 वर्षदेखि माथि भएका बालबालिकालाई सैनिक तालिम दिनुपर्छ भन्ने कुरा उठाएको सुनिन्छ। सैनिक तालिममा लगाएर पढाइ लेखाइमा अप्ठ्यारो पार्ने होइन, बालबालिकालाई बरु राम्रो राम्रो विषय, यदि किताब छैनन् भने किताब निकाल्न पर्यो। कम्प्युटर सम्बन्धी, इलेक्ट्रोनिक सम्बन्धी, अन्य सिपमूलक सम्बन्धी जसरी हुन्छ बालबालिकालाई पढ्नबाट वञ्चित बनाउने होइन। यदि विकासै गर्नु छ भने गाउँघरमा धेरै छौँ हामी जस्ता, 2-4 कल कारखाना जोड्नु पर्यो। किसानहरूलाई मस्तै आवश्यकता छ, एउटा कृषि मल उद्योग खोल्नु पर्यो। अनि रोजगारीहरू बनाउने ठाउँ छैन भने सस्तो वन जङ्गल छ, फाँडेर वृक्षारोपण गर्नु पर्यो, फलफुल रोप्नु पर्यो। कहाँ सैनिक तालिम?